कामदारको सुरक्षा र सुविधाका लागि काम अघि सही पहिरन लगाउनु र कामपछि वस्तुहरू सफा राख्नु आवश्यक। कीटनाशक छर्ने काम अघि धुलो वा कीटनाशकको छालामा अवशोषण हुन नदिन कीटनाशक रोक्ने कपडा, मास्क, सुरक्षात्मक पन्जा र चस्मा जस्ता सुरक्षात्मक पोसाक लगाउनु पर्छ। यो समयमा शरीरको तापमान नियमन र पसिना निकाल्न सजिलो सामग्रीबाट बनेको पोसाक छनौट गर्नुपर्छ। बाहिर काम गर्दा टोपी, काटीको रुमाल, हातमा लगाउने आवरण र लामो लुगा, पन्जा, बुट जस्ता पोसाकले छाला बाक्नुपर्छ। साथै टिक्सबाट संक्रमित रोगहरू रोक्न किट भगाउने स्प्रे छर्किन सकिन्। चढेर गरिने काम जस्तै सिङ्गी प्रयोग गरेर गर्दा टाउकोमा चोटबाट बच्न सुरक्षात्मक हेलमेट लगाउनु आवश्यक। काम गर्दा चिप्लिने वा लड्ने जोखिमबाट बच्न चिप्लन रोक्ने विशेषता भएको किसी कार्य जुत्ता लगाउनु पर्छ। कुनै काट्ने, चुर्ने वा करेन्ट लाग्नबाट बच्न उपयुक्त पन्जा वा हातमा लगाउने आवरण लगाउनु राम्रो हुन्छ हैन। सही कामदारको पोसाक लगाउन जत्तिकै महत्त्वपूर्ण कुरा नियमित रूपमा सामग्रीहरूको जाँच र व्यवस्थापन गर्नु। काम सकिएपछि प्रयोग गरिएका सुरक्षात्मक पोसाक, पन्जा, टोपी आदि सफा गरी घाममा सुकाएर निर्धारण गरिएको ठाउँमा राख्नुहोस्। किसी उपकरण र मेसिन पनि राम्रोसँग सफा गरेर अर्को प्रयोगका लागि मिलाएर राखिन्। सही पोसाक र सफाई सुरक्षित किसी कार्यको पहिलो चरण हो।